सो हेलो एभ्रिवान, अहिले चाहिँ म ड्युटी जाँदैछु है। र घाम पनि लागिरहेको छ, वेदर पनि राम्रो भइरहेको छ आजको चाहिँ है। र अब हाम्रो बाटो चाहिँ यस्तै छ, पानी पर्दाखेरि चाहिँ अलिकति साह्रो पर्छ। र यहाँ देख्न सक्नुहुन्छ रोडमा कोही काममा जानुहुनेहरू, कोही कहाँ जानुहुनेहरू है। अन्त चाहिँ फाइनली म चाहिँ अहिले रोड आइपुगेँ हो। फेरि रोडदेखि ओह्रालो पनि अब जानुपर्छ निकै नै अलिक, तर अब हाम्रो घरदेखि रोड निस्किने भन्दा चाहिँ अब यो बाटो चाहिँ राम्रो छ हो। र आजको वेदर चाहिँ एकदमै राम्रो भएको छ हो। अन्त अब घाममा हिँड्नु त अब साह्रै पर्छ अलिक, तर पनि के गर्नु, जानु पर्यो। र म चाहिँ अब ग्राउन्ड आइपुगेँ। ग्राउन्डदेखि चाहिँ अब यस्तो टाढो जानु पर्दैन, त्यस्तो अब घरदेखि त्यस्तो टाढो त होइन, तर पनि अब घाम लागेको बेलामा चाहिँ अलिक साह्रो पर्छ हो। र म चाहिँ फिलहाल भने चाहिँ स्कुल आइपुगेँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।